हेलो एभ्रिवान। आज चाहिँ सोबाको मिठो पास्ता बनाएर राखौँ है सबैजनाले। मैले पास्तालाई चाहिँ बोइल गर्न छोडिदिइसकेको छु होइन, बोइल हुँदैछ बोइलसम्म। यता चाहिँ प्यान बसायो तेल हालिसक्यो। अनि थोरै म चाहिँ जिरा र लसुनलाई चाहिँ फुलाउँछु एकछिन होइन, एकछिन रातो हुँदैन फुलाउँछु। अनि त्यसमा चाहिँ मैले टमाटर राख्छु होइन, थोरै टमाटर राखेर मजाले त्यसलाई चाहिँ टमाटरलाई मस्तो चलाएर राम्रोसँग चलाएर पकाउँछु। हल्लाउँदै टक्क पकाउँछु। अनि थोरै मरमसलाहरू हाल्छु कि अब मैले होइन, मरमसलाहरू राखेँ। मैले सबतिर भिडियोमा चाहिँ देखाउनै राखिसकेको छु कि अलरेडी यसलाई चाहिँ अब मैले चलाउँछु पकाउँछु है। एकदमै मिठो हुन्छ कि, एकदमै मिठो हुन्छ। तपाईँहरू पनि ट्राई गर्नु होला है। मजाले पकाउँछु। अनि सोबा पनि रेडी भइसकेको छ। अब उमालेको रेडी बनाएर चाहिँ मैले राखिसकेको छु। अब यसलाई चाहिँ यता टमाटर पाकिसकेपछि हाल्छु है। त्यहाँदेखि टमाटर पनि हुँदैछ, रेडी हुँदैछ है। यसलाई छोपेर नै पकाउँछु। एकछिन छोप्नु पऱ्यो नि त होइन, गल्छ नि त मजाले। अनि कस्तो राम्रो कलर आएन नि, कस्तो मिठो हेर्दै खाउँछु जस्तो टाइपको भइरहेको छ। मलाई त खानै मन लागिसक्यो, मुखमा पानी आइसक्यो। अनि मैले चाहिँ यो के अरे सोया हट सस भन्ने चाहिँ मैले राख्छु कि थोरै है। यो चाहिँ जापानको एकदमै फेमस छ, मिठो छ भनौँ न होइन। अनि थोरै टमाटर पनि राख्छु। टमाटर राखिसकेपछि मैले चाहिँ राम्ररी चलाइदिन्छु है। अनि मजाले पकाउँछु। फेरि एकछिन टमाटर राखेर चलाएर त्यसलाई मिक्स गर्छु। अनि मजाले छोपेर चाहिँ एकछिन पकाउँछु मैले यसलाई होइन। यस्तो पकाउनु पऱ्यो नि त, टमाटर राम्रोसँग पाकेको छैन भने पनि अब पातलो बनाउनुपर्छ क्या हल्का। अनि सोबा रेडी भएर सोबाले हेरिरहेको छ। अहिले चाहिँ फाइनली पाकेपछि मैले त्यसमा सोबा हालिदिन्छु। सोबा राखेर अब यसलाई चाहिँ मजाले एकछिन पकाउँछु। फेरि चलाइ होइन, मजाले पकाउने, बिस्तारै पकाउने है। सानो लोही पारेर गर्ने, मजाले एकैछिन पकाउने, धेरै टाइम पनि नै। एकैछिन चलाइ पकाउनु पऱ्यो होइन। पकाउँदैछु है, अलिकति चलाउनु पऱ्यो नि त, सबै कुरा मिक्स गर्नु पऱ्यो। त्यसमा मरमसला लाग्नु पऱ्यो होइन, लागेको छैन मिक्स गर्नु पऱ्यो, चलाउनु पऱ्यो। चलाउनु छोड्नु भएन साथीहरू, चलाउनु मजाले चलाउने हो। चलाउने हात नदुख्ने चलाउने हो। यसलाई चाहिँ चलाउनु पर्छ, ट्याक्क चलाउने है, चलाइराख्ने। लो पाकिसकेको छ। मैले सानो लोही दिएर चाहिँ मजाले चलाउँदै पकाइराखेको छु है। लो फाइनली अब पाक्न लाग्यो है। यसलाई चाहिँ एकैछिन छोपेर निकालिहालेँ मैले। यो चाहिँ फाइनली पाकिसकेको छ। फाइनल लुक चाहिँ यस्तो छ है साथीहरू, हेर्नुहोस्। ट्याक्क त्यसो माथि मैले प्लेटिङ पनि गरेँ, हाल्दैछु मैले प्लेटिङ गरेँ। कस्तो दामी भएछ कि।